यो चाहिँ हाम्रो टेन्ट, हाम्रो वासस्थान सबसे भन्दा डेन्जर। म तपाईँलाई देखाउँछु हाम्रो बस्ने ठाउँहरू, सुत्ने ठाउँहरू चाहिँ यस्तो छ। वाइटमा छ, अलि वाइट छ। हाम्रो फर्स्ट चटपटै हाम्रो के भन्छ क्याम्पिङको फर्स्ट चटपटै यो चाहिँ होला जस्तो छ। नम्बर 1 दिदी 2 बोल्दै हुनुहुन्छ। दुईजना नम्बर निहरू चाहिँ यहाँ यतापट्टि गरौँ न त प्रिपरेसन गरिरहेको बहिनीहरूले चाहिँ खाँदैछ। कस्तो हुँदैछ दुईजनालाई? थोरै रिभ्यू दिन्छ। मलाई ट्याग ट्याग गर, मेरो नामै ट्याग गर्दैन। परेर पाकिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। मेरो नम्बर चाहिँ दिदीको पकाउनुमा चाहिँ मास्टर हुन्छ। इज द एसएमई है। देख्छ त्यो चाहिँ हाम्रो वरिपरि कोपीहरू तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ कहिले काहीँ स्किप एकछिन बस्छ न, एकछिन 1 2 3 गो। दामी छ है, दामी छ है। दामी देखेको छैन। दामी छ होइन। ओइ हामीले त्यस्तो राम्रो सोचेकै थियौँ, यस्तो राम्रो भएको है। यहाँको टोयलेट पनि एकदमै राम्रो छ। अहिले चाहिँ हाम्रो सबै सेटअप भइसकेको छ, देख्न सक्नुहुन्छ। बढाइने के हो यार, पिरो छैन त यार। अबे पिरो भयो त मलाई त। पिरो छ। पिरो नवाला पर्यो। हिँड्ने मान्छेहरू धेरै पिरो खानु होला यसै सपिङ यताउता हामी यहाँ मुभी नाइट सुरु हुन्छ। गाइस अब हाम्रो चाहिँ मुभी नाइट हुन्छ। टेलिफोन टिपेको थियो है। दुईजना लट्ठी चाहिन्छ होला है आज। हेलो गाइस, फेरि पनि आजको यो बिहानीमा तपाईँहरूलाई वेलकम छ। अब हामी चाहिँ हाइकिङ जाँदैछौँ अहिलेको लागि। हामी चारजना मिलेर जस 2 घन्टाको जान लागेको छौँ अहिले लेकतिर। हेर्दै गर्नु होला, म बिचको सबै भ्यूहरू चाहिँ म देखाउनेछु तपाईँहरूलाई।
अहिले चाहिँ हामी क्याम्प साइटबाट बाहिर जाँदैछौँ। अहिले लेकतिर हामी जाँदैछौँ। अबको 2 घन्टामा हामी लेकतिर पुग्नेछौँ। गाइस हेर्दै गर्नु होला। गाडी हेर न। हेलो गाइस, हामी जाँदैछौँ। बुढो कस्तो भइरहेको छ? एकदम रमाइलो भएको छ ब्रो। इन्जोय हुँदैछ है गाइस। अब एकछिनपछि हाम्रो यहाँ एउटा लेक आउँछ, सानो लेक। हामी त्यसमा पौडी खेल्नुपर्छ। केटाको बच्चाहरू विन्टर मरिना भिलेज अरे यहाँ जाउँ ल। 2.4 माइल्स। लेक दाइ के मसला हुने होला है? जिरा हो त्यो स्पेटिका यसो हाल्नुपर्छ यो बिरेनु हाल्छ भयो स्ट्रबेरी गार्डन छ नि यहाँ। अनि सबै त हाले पर्छ पचानी अब स्ट्रबेरी हाम्रै नाम पनि सेन्दिन के गरेको र मुसल खानु क्यास छ? ठिकै छ। 5 पाउन्ड छैन? 5 पाउन्ड छ तर 5 पाउन्डको 3 बक्स छैन। अझ 250 पैसा फिर्ता चाहियो नि त हामीलाई। है ठिकै, तर अब खाइन्छ होला नि त है भरे। कति हो त्यो? मन्दा उसिन 150 हो क्या। 2टा लगाउने 3टै लाने अनि 5 पाउन्ड हाल्दिनु हुन्छ तिनटै लाने? के गर्ने? लगाउँ न खाइन्छ भरे उसिनेर खानु कस्तो उसिन आउन खानु मजा आयो? यस मजा आयो मजा आएर लाएर दिदी। यहाँ हेर त। हाम्रो चाहिँ मासु पोलाइ हुँदैछ। पर पोलेर अचारसँग खाने।
गाडी पार्कमा राखेर हामी माथितिर जाँदैछौँ लेकतिर। आई बिलिभ राम्रो हुन्छ। नम्बरी छ साथमा, पानीहरू छ हामीसँग। हामीले गुठीमामा बोकेका छौँ, चटपटेर बोकेका छौँ। अगाडि 2 जना हिरोइनहरू छन्। हिँड्न भाइ। मान्छेहरू त आएकै छ त। ओइ हेलो गाइज, थ्याङ्क यू फर वाचिङ। आजको भिडियो चाहिँ यति मात्र छ। अहिलेसम्म हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोलाई म यहीँ राख्नेछु। थ्याङ्क यू गाइज, बाई बाई, सी यू इन माई नेक्स्ट भिडियो, बाई बाई।